आलु फल हो आलु फल कत्रो आलु फलेछ आलु सानो छ त्यो त हेटेरिका हेलो गाइस स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। अहिले म यहाँ ठ्याक्कसँग आलुबारीमा छु। यो आलुबारी अहिले आलु फल्दैछ सबैको। अहिले यो मौसम चाहिँ आलु नै फल्ने मौसम हो हैन। अहिले चाहिँ बाबुआमासँग म आलु यहाँनेरि खन्ने र कत्रो कत्रो फलेको रहेछ हेर्नु पर्यो है। अस्ति पहिले मैले भिडियो बनाएको थिएँ जुन भिडियोमा चाहिँ तपाईले देख्न सक्नुहुन्थ्यो। आलु मैले आलु उम्र्यो है भनेर भिडियो बनाएको थिएँ योभन्दा अगाडिको भिडियोमा है। ल अब चाहिँ हामी च्याट्टसँगले आलु खन्ने। नानी के खन्ने रे? आलु खन्ने भन न। यो चाहिँ मेरो छोरी लगभग 17 महिनाको भइसक्यो मेरो छोरी। अब उसलाई पनि यो क्यामेराको स्ट्यान्ड चाहियो अरे। यहीँ तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर यहाँ आलु फलेको छ भिडियो बनाउनलाई। यहाँनिर आलु हेरेर यहाँ कत्रा कत्रा खनेको छन् यहाँ बररररररर। आलु टिपेर हाल्न सकिन्छ। यसरी चाहिँ आलु फलेको छैन। आलुको मौसम हो अहिले। आलु पाइन्छ, आलु उसिनेर खान सकिन्छ हैन। हाला छोरी हाला 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 हो। यो के आलु आमा यो? यो खोइ के यो आलु के आलु अरे यो? यहाँनिर बाउले मस्तसँग यहाँ खन्दै हुनुहुन्छ यहाँनिर। ए देख्न सकिन्छ। बोट त छैन त बुवा, मरेछ त बोट त। के आलुहरू भयो? खोइ कुप्रे सिन्दुर हो के भन्छ? कुप्रे सिन्दुर कि के अरे यो आलुको नाम चाहिँ बुवाले रोप्नु, बुवा आमाहरू रोप्नु भएको। एकदमै यसलाई उसिनेर खानुपर्छ। कति फल्यो? निकै फल्यो बुवा? फलो छ। बोट त छैन त? बोट मर्यो नि पानी। पानी नभएर? पानी नभएर त न अझै फल्थ्यो होला। फल्दैन नि। कति बोरा भयो फलेको? कति खनिसक्नु? कति बोरा हो? ल अब यति छ हाम्रो यो आलु खन्नुपर्ने। यति खनिसकेपछि कति फल्दछ त्यो म तपाईँलाई अर्को भिडियोमा पनि देखाउँछु। नानी के गरेको तिमीले? लु मेरो छोरी यसरी खेल्छ यहाँनिर माटोमा। नानी छोरी यता हेर त, यता हेर न यता। हाई गरिदेऊ, हाई गरिदेऊ, छिटो हाई गरिदेऊ न, हाई गरिदेऊ न, हाई गरिदेऊ, हाई गरिदेऊ। खाना खाने बेला भएन आमा? खाना खाने बेला भएन? भयो भयो। बुवा खाना खानुभयो? जाने बुवा छैन हौ। किन नखानु भएको यस्तो उयो? अनि फरुवाले खानुभएको हुन्छ नि त, किन कुटेर खानुभएको? बिग्रिन्छ आलु। काटिन्छ? अब के रोप्ने यहाँनिर? रोप्नु भएको छैन। काँक्रा रोप्नु पर्यो, फर्सी रोप्नु पर्यो, मकै रोप्नु पर्यो। अब यो बारीमा चाहिँ यो खनिसकेपछि अथवा यहाँनिर आलु निकालिसकेपछि बाउले काँक्रा के बोडी के रोप्ने अरे त्यो पनि म देखाउँछु तपाईँहरूलाई। अहिले हामी देख्न सक्छौँ पर त्यो तोरी, पर तोरी छ। त्यो तोरी थुपारेर आएको छ। त्यसलाई थ्रेसर लाउनुपर्छ। पहिले चाहिँ कुट्थे होइन तोरी, तर अहिले चाहिँ मेसिनहरू एकदमै मेसिनहरू थ्रेसर लाउने मेसिनहरू पनि छन्। त्यही भएर चाहिँ यो के अरे तोरीलाई चाहिँ थ्रेसर लगाएर तोरी निकाल्न सकिन्छ। अनि लगाएर पेल्ने पनि त्यहाँ छ पर मिल। अनि हामी देख्न सक्छौँ यहाँनिर यो चाहिँ मेरो गाउँ हो। यो गाउँको यो खेतीपाती हो यो है। खेतीपाती यसरी हुन्छ भन्ने कुरा। यहाँ मकैको बोट पनि यतापट्टि मकै पनि आइसक्यो। यहाँनिर मकै पनि देख्न सकिन्छ हामी। मकै पनि छ, कहीँ उम्रेको रहेछ, कहीँ उम्रेको छैन। छोरीले मलाई फेरि साह्रै पछ्याउने यहाँनिर। छोरी हाई गरेर त छिटो हाई गर्छ, हाई गर्दैन नि त एकचोटि। ल यस्तै छ गाउँले जीवन। तपाईँलाई आलु देखाएँ, अझै पनि म फेरि आलु देखाउँछु तपाईँलाई कत्रो कत्रो फलेको छ भनेर। ल यो आलु चाहिँ उसिनेर खानु, पकाएर खानु एकदमै मिठो हुन्छ। ल अब जाने बुवा? ल ए यत्रो यत्रो आलु छ नि। अनि नानी बोक्नु म यो एउटा आलु बोक्छु। खै कत्रो कत्रो आलु फलेछ थुप्रो। एउटा माथि त घरमा त यत्रो यति लामो हो र? हो। ठुलो आलु पनि छ त। ल त्यही घरमा चाहिँ मुनि नै छ? खोइ कहाँ राख्नु राख्नु बुवा?
चिसो बोरामा एउटा काटेर ल बुवालाई अलिक चिसो लागेको छ दबाई पनि खाँदै हुन्छ बुवाले तेरिका म यो अब बोक्छु को बोक्नु त्यो आमा बोक्नुहुन्छ ल अब बुवा अलिकति बिरामी भएर तेरिका सानो बुवाहरूलाई बोक्नु त बुवा नाति के गर्छ लु बोक्नु नजिकाल्नु लु मलाई बोकाइदिन्थ्यो यो यो चाहिँ यसरी बाँधेर ल ए आलु आलु फलो आलु फलो अझै छ खन्नुपर्ने यो आलु चाहिँ हामी बेच्नलाई होइन खानालाई मात्रै त्यतिकै बोक्ने बानी हराएछ हौ बेसीमा यताबाट छिर्नु आमा ए यहाँनिर आलु फलो आलु लाँदैछु म ए साथीहरू आलु छ है आलु आउनुहोस् है आलु खानु उसिनेर खानुको लागि ए तेरिका गरम पो हुँदो रहेछ यार आलु त ए आमा ल म आइपुगेँ ल घोप्टाउनु भयो यहाँ लु घोप्टाउनु त नानी छोडा यहाँनिर घोप्टिँदै छ फेरि आलु छोडा नानी छोडा आयो 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 आलु 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 ए आम्मामा आलु सानो छ नि त हेरिका यो आलु कत्रो छ नि त लगभग आम्मामा कत्रो आलु छ त नाप्नु पर्ने भयो त हौ पुरस्कार पाइन्छ कि क्या यो आलुले त एक भित्रको आलु चाहिँ लगभग एक भित्रै भनौँ न आलु चाहिँ दह्रो दह्रो फलेछ कुन आलु हो कुन यो है के हो नानी हो के हो आलु हो ओ आलु आलु फलो हे 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 छोरी के हो रे यो आलु हो ल साथीहरू यस्तै गाउँको भिडियो यसरी नै बन्दै जान्छ तपाईँहरूले हामीलाई भिडियोमा लाइक गरेर सेयर गरेर कमेन्ट गरेर सहयोग गरिदिनु होला धन्यवाद।